नमस्ते। ध्यान सिक्ने सरल उपायको खोजीमा तपाईँ हुनुहुन्छ भने यो भिडियो उपयुक्त हुन सक्छ। ध्यान सजिलै मानिसलाई नलाग्ने हुनाले वा ध्यान सरल विधा हो, अति सरल विधा हो, तर पनि ध्यानको उपयुक्त सरल तरिकाहरू नजान्नाले वा ध्यानलाई जटिल रूपमा लिने हुनाले वा फेरि कतिपय व्यक्तिले ध्यान एक्ज्याक्टली कस्तो हो के हो त्यो ख्याल नहुनाले पनि ध्यानमा कन्फ्युज हुन सक्छ। तपाईलाई आजको भिडियोमा म कोसिस गर्नेछु सजिलो ढङ्गले ध्यान कसरी लाग्ने, ध्यानद्वारा हुने अद्भुत उच्च उपलब्धिको आनन्द तपाईले कसरी लिने, ध्यान जसले संसारमा वैज्ञानिकले, मोडर्न साइन्सले, टेक्नोलोजीले कसैले पनि आविष्कारै गर्न नसकेको मनको दबाई, मनको औषधि, मनको ओखती, जो दिग्भ्रमित मनहरू, डिस्ट्र्याक्टेड माइन्ड, नकारात्मक चेतना, डिप्रेसन, एन्जाइटी, फोबिया, मैनिया, रिस, काम, क्रोध, लोभ, मोह, अहङ्कार जस्ता काँडाहरू विकारलाई समूल नष्ट गरेर कसरी हामी शान्तिको, आनन्दको, सच्चा प्रेमको, खुसीको, सुखको र एक अद्वितीय ईश्वरीय ऊर्जाको अनुभूति कसरी गर्ने। हरेक मानिस करिब एकै किसिमले जन्मिन्छ तर मृत्यु फरक हुन्छ। एकै किसिमले जन्मिसके पश्चात चाहे उसले जस्तोसुकै कर्म गरोस् तर कर्ममा उसले ध्यान जोड्न सक्यो भने त्यो कर्म सत्कर्म हुन जान्छ। हरेक व्यक्ति 24 घण्टामा कसैसित बोल्छ नै, तर त्यो बोलीलाई उसले ध्यान युक्त भएर बोल्यो भने त्यो बोली बाणी बन्छ। ध्यान बिना बोल्यो भने बोली गोली बन्छ। बाणीले उत्थान बनाउँछ आफूलाई र अरूलाई, गोलीले पतन बनाउँछ। गालीले, नमिठो वचनले, क्रोधले पतन बनाउँछ। जीवन वास्तवमै अनमोल छ, हीरा तुल्य छ, सुन पनि होइन, हीरा तुल्य छ। तर त्यस्तो एहसास हुनु पर्यो नि, तपाईलाई महसुस हुनु पर्यो नि, मेरो जीवन वा कुनै चिज प्राप्त भएर होइन, आलिशान भवनमा बस्दैमा वा चिल्ला गाडी कार हुँदैमा वा टाइट मनी ठुलो ब्याङ्क एकाउन्ट हुँदैमा खुसी, सुख, आनन्द, शान्ति प्राप्त हुने होइन। चाहे तपाईँ धनी बन्नुहोस् वा गरिब, तपाईलाई प्राप्त होस् वा अप्राप्यता, हर अवस्थालाई समभाव सहित एक उच्च गुणस्तरीय श्रेष्ठ अनुभूतिको साथमा, अनुभवको साथमा, हर श्वासलाई एक सकारात्मक ऊर्जायुक्त दिव्य ऐश्वर्य बनाउने कला ध्यान हो। यति ठुलो विधा भए पनि धेरै मानिस यो ध्यानबाट प्राप्त हुने अद्वितीय लाभबाट, फाइदाबाट, बेनिफिट्सबाट वञ्चित छन्। त्यसैले आजको भिडियो हजुरले ध्यानसित सुन्नुहोस् र ध्यानका लागि मैले आज बताउने तरिकाले हजुरलाई धेरै सहजता प्राप्त गर्नेछ भन्ने विश्वास छ। र ध्यान सम्बन्धी मैले प्रस्तुत गरेको अघिल्लो भिडियो पनि तपाईले हेर्नुहोला, अन्य भिडियो पनि हेर्नुहोला। लागौँ पहिलो बुँदातर्फ। असीमित फाइदाहरू भएको ध्यानबाट मनग्गे फाइदा लिनको लागि पहिलो पोइन्ट हजुरलाई म सुझाव दिन्छु। हजुरले युट्युब भिडियो हेरेकै भरमा ध्यानबाट प्रशस्तै फाइदा लिन्छु भन्ने सोच नराख्नु होला। पुस्तक पढेकै भरमा वा टेलिभिजनमा कुनै ध्यान सहजकर्ताले, गुरुले दिएको ज्ञानको आधारमा ध्यान लिन्छु भनेर तपाईले ध्यानको सम्पूर्ण उपलब्धि हासिल गर्न गाह्रो हुन्छ। त्यसैले हजुरले उपयुक्त तपाईलाई ध्यान सहज तरिकाले सिकाइदिने व्यक्ति, सहजीकरण गर्ने व्यक्ति, जसले अध्यात्मलाई पनि धारण गरेको होस्, आध्यात्मिक आचरणलाई धारण गरेको होस्, तर कट्टरवादी नहोस्, विज्ञानलाई पनि सम्मान गर्ने होस्, भौतिक जगतलाई, धन पैसा दौलत सम्बन्धलाई पनि उच्च सम्मान र सन्तुलन गर्दै पराभौतिक वा मेटाफिजिकल अब्स्ट्र्याक्टलाई ब्यालेन्स गर्दै जीवनलाई अगाडि बढाउने त्यस खालको मेन्टरसँग तपाईले ज्ञान धारणा सिप लिनुभयो भने तपाईलाई निकै सजिलो हुन्छ। सवाल पहिलो के रह्यो? सम्पूर्ण विभेदबाट माथि उठेको एक साक्षी द्रष्टा, उच्च सात्विक दृष्टिकोण भएको मेन्टरसँग सहजीकरणका लागि कोसिस गर्नुहोला। लागौँ दोस्रो बुँदातर्फ। हजुरले ध्यान गर्दा कहिल्यै पनि एकै पटकमा 1 घण्टा, आधा घण्टा, 2 घण्टामा नबस्नु होला। 5 मिनटबाट सुरु गर्नु होला।
मतलब छोटो समयको अभ्यास गर्नुहोस्। हप्ता 10 दिन तपाईँले 5 मिनटदेखि 10 मिनट ध्यानको अभ्यास गर्नुहोस्। तपाईँलाई अनुभव हुँदै जान्छ, भित्री अनुभव, योभन्दा धेरै ठुलो शान्ति, योभन्दा धेरै ठुलो आनन्द, योभन्दा धेरै ठुलो मनभित्रको सेटिस्फ्याक्सन अर्को चिजमा रहन्छ भन्ने तपाईँलाई अनुभूति हुन्छ। तर यो बिस्तारै हुन्छ। त्यसकारणले के गर्ने, सिम्पल टु कम्प्लेक्सको फर्मुला अपनाउनु होला। थोरैबाट बिस्तारै समय बढाउँदै जानु होला। अर्को बुँदा रह्यो आजभोलिको भाग दौडको, अनहेल्दी कम्पिटिसनको, तछाड मछाडको, अरूलाई जित्छु भन्दा भन्दै आफै हारेको पत्तै नभएको समय, नकारात्मक चिन्तनलाई यो त मेरो धर्म नै हो, यो त मेरो कर्तव्य नै हो, यो त मेरो जिम्मेवारी नै हो भनेर नकारात्मकतामा इन्जोय गरेको दिग्भ्रमित विचारयुक्त व्यक्तिहरूलाई छिटो ध्यान नलाग्न सक्छ। त्यस कारणले हजुरले केही समयसम्म टाइम म्यानेजमेन्ट गर्नु जरुरी छ कि तपाईँले पहिला समयको व्यवस्थापन गर्नुहोस्। हुनसक्छ तपाईँ हप्ता 10 दिन कुनै रिट्रिट सेन्टरमा गएर सिक्ने समय मिलाउनुहोस्। जिन्दगी त अनमोल छ नि, दगुर्दा दगुर्दै जिन्दगी कुन दिन समाप्त हुन्छ थाहा हुँदैन। त्यस कारणले हजुरले एक समय म्यानेज गर्नको लागि थोरै समय निकालेर शान्त आनन्दित मनले समयको म्यानेज गर्नुहोला, व्यवस्थापन गर्नुहोला। र मैले कहाँ सिक्ने, कुन स्थानमा सिक्ने, सकेसम्म सक्नुहुन्छ भने प्राकृतिक छटाले भरिपूर्ण शान्त स्थानमा हजुरले ध्यान सिक्नुभयो भने त्यहाँ अक्सिजन हिलिङ पनि हुन्छ। नेचुरल ब्युटीमा तपाईँको ध्यान छिटो लाग्न सक्छ। तपाईँ भिडभाडबाट केही समय बाहिर निस्किएर नेचरसँग तपाईँले ध्यान गर्न सक्नुहुन्छ। भिडभाडयुक्त कोलाहलयुक्त सहरबाट केही समय बाहिर निस्केर ध्यानको अभ्यास गर्न सक्नुहुन्छ। त्यसैले स्थानको छनौट पनि ध्यान सरल रूपले लाग्ने एउटा महत्त्वपूर्ण बुँदा हो। त्यसैगरी ध्यानका लागि हजुरले सकेसम्म शरीरको पोस्चरलाई ठिक बनाउनको लागि कुनै आसन वा कुसनको सहयोग लिनुहोस्। तपाईँको शरीरको स्ट्रक्चर बमोजिम, तपाईको शरीरको ढाँचा बमोजिम पनि तपाईँ सोफामा बसेर हुनसक्छ, कुर्सीमा बसेर हुनसक्छ, त्योभन्दा बेहतर धेरै राम्रो कुसनमा हुनसक्छ, हरियो दुबोमा हुनसक्छ, घाँसमा हुनसक्छ, छहारीमा हुनसक्छ, रुखमुनि हुनसक्छ। यो कुरा पनि तपाईँले पहिले नोट गर्नुहोस्। स्थान वस्त्रको चयन पनि धेरै ठुलो कुरा हो। त्यसैले सकेसम्म नयाँ धोएका सफा र हल्का वस्त्रमा तपाईँले ध्यान गर्दा मन शरीरका अङ्गको सन्तुलन हुन जान्छ। मन र पार्ट्सहरू यानि कि शरीरका अङ्गहरू टाइट हुँदैनन्। सरल रूपले ध्यानबाट धेरै फाइदा लिनको लागि हजुरले भोजनमा पनि ध्यान दिनु राम्रो हुन्छ। उदाहरणको लागि हजुरले एक हप्ता पछाडि ध्यान गर्ने सोच बनाउनु भएको छ भने आजदेखि सक्नुहुन्छ भने शाकाहारीको अभ्यास गर्नुहोस्। तपाईँ शाकाहारी नै हुनुभयो त ठिक छ, तर यो पनि सवाल होइन शाकाहारी हुँदैमा 100% ध्यान लाग्ने। सवाल मनसित छ, तर भोजनले मनको प्रभावमा सिधै भूमिका खेल्छ नै। मनको प्रभाव भोजनमा, भोजनको प्रभाव मनमा, मनको प्रभाव तनमा, तनको प्रभाव जनजनमा पर्छ। त्यसैले सकेसम्म तपाईँले नेचुरल जो प्रकृतिले दिएको छ शाकाहारी भोजन, फलफुलहरू, सागपातहरू, सलादहरू खाएर तपाईँले ध्यान गर्नुभयो, ध्यान छिटो लाग्न सक्छ। सवाल रह्यो सात्विक भोजनतर्फको तपाईँको यात्राको। अर्को महत्त्वपूर्ण बुँदा सुरुमै तपाईँको ध्यान कसरी गर्ने, कहाँ जाने कन्फ्युज हुन सक्छ। त्यसकारणले तपाईँले मेन्टरको सहयोग लिएर गाइडेड मेडिटेसन गर्नुहोला। ध्यानमा अभ्यस्त अनुभवमूर्त ध्यान प्रशिक्षकहरूले, गुरुले तपाईलाई गाइडेड मेडिटेसन गर्नुहुन्छ। शुभारम्भमा तपाईले बेसिक कोर्स पश्चात गाइडेड मेडिटेसनको 5 मिनट 10 मिनटको अनुभव र अनुभूति गर्दै जानुहोला। अर्को महत्त्वपूर्ण कुरा के छ भने तपाईले ध्यानमा श्वास प्रश्वासमा निकै ध्यान दिनुहोला। श्वासलाई धेरै मानिसले जबरजस्त भित्र खिच्ने, गहिरो डिप ब्रिथ इन स्लो ब्रिथ आउट, यो ध्यान होइन, यो योगको एक प्रक्रिया हो। त्यसकारणले हजुरले योग र ध्यानमा फरकपनलाई छुट्याउनु पर्छ। योग अलग विषय हो, ध्यान अलग विषय हो, यो हजुरले बुझ्नुपर्छ। एक अर्कोमा सम्बन्धित हुन् तर पनि यसको तरिका अलग अलग छ। यस सम्बन्धी पनि मैले केही दिनमा भिडियो हजुर समक्ष राखिदिनेछु। ध्यान र योगको तात्विक भिन्नता, फरक र यसले गर्ने कामको बारेमा। तर अहिले हजुरले बुझ्दाखेरि श्वासलाई नेचुरल चल्न दिने अभ्यास गर्नुहोला।
अहिले यो भिडियो सकिए पछाडि पनि तपाईले सामान्य रूपले श्वासलाई अब्जर्भेसन मात्रै गर्नुभयो भने पनि तपाईलाई 5-10 मिनेटमा अनुभूति हुन थाल्छ, एक अलग्गै अनुभूति। श्वास कसरी भित्र आएको छ वाच गर्ने, अब्जर्भ गर्ने, कसरी बाहिर गएको छ वाच गर्ने, अब्जर्भ गर्ने। बाई फोर्स श्वासलाई भित्र तान्ने बाहिर फाल्ने नगर्ने तपाईलाई ध्यान लाग्छ। कतिपय अवस्थामा तपाईले प्रारम्भिक चरणमा श्वासलाई काउन्ट गर्न सक्नुहुन्छ, म कति पटक श्वास भित्र आयो र कति पटक गयो। त्यस्तै गरी अति लाभदायक अति प्रभावकारी एउटा विधि छ, श्वास कतिको गहिरो भित्र आएको छ केवल विदाउट फोर्स ध्यान दिने, भित्र गइसके पछाडि कति सेकेन्डको ग्यापमा फेरि बाहिर जान सुरु गर्छ, ग्यापमा ध्यान दिने। श्वास बाहिर गयो फेरि भित्र आउँदा ग्याप रहन्छ, त्यो ग्यापमा ध्यान दिने, यो हुन सक्छ। त्यसै गरी प्रारम्भिक चरणमा तपाईलाई म रफली बताइराखेको छु, मुद्रा बिना, कुनै मुद्रा बिना सिक्नुस् एकदम राम्रो। तर मुद्रा लगाउनु भयो भने जस्तै तपाईले यो थम्सको टिप र यो इन्डेक्स फिङ्गरको टिपलाई तपाईले जोडले हैन हल्का हल्का स्पर्श गरेर तपाईले आँखा बन्द गरेर श्वासमा ध्यान दिँदै यो दुईवटा औँलाको बीचमा मुटुको धड्कनलाई महसुस गर्न थाल्नुहोस्। यो दुईवटा फिङ्गर टिपको हल्का स्पर्शमा मुटुको धड्कन महसुस गर्दै श्वासलाई रिल्याक्स गरिदिनु भयो, शरीरका अङ्गहरूलाई पार्ट्सलाई रिल्याक्स छोड्नु थाल्नु भयो भने पनि तपाईलाई ध्यानको महसुस हुन्छ केही मिनेटमै। अर्को महत्त्वपूर्ण पोइन्ट हो डोन्ट बी जजमेन्टल। तपाईले विचारलाई जजमेन्ट गर्न थाल्नुभयो भने ध्यान लाग्दैन। विचारलाई लेट इट कम एन्ड लेट इट गो, बुझ्नुभयो नि? विचार आउन दिनुस्, राम्रा नराम्रा जान दिनुस्, त्यसलाई हेर्नुस्। विचार राम्रा नराम्रा आउने र जानेलाई वाच गर्ने तटस्थ भएर विदाउट जजमेन्ट, विदाउट एनी क्वेसन, कुनै शङ्का बिना मूल्याङ्कन बिना केवल त्यो कसरी आउँछ र कसरी जान्छ हेर्न थाल्नुभयो भने ध्यान छिटो लाग्छ। उदाहरणको लागि तपाईँ एउटा सडक, व्यस्त सडकको साइडमा रुखमुनि बसेर सडकमा चलिराखेका ट्रकलाई, बसलाई, बाइकलाई, स्कुटीलाई, कारलाई केवल हेर्नुस्, तर त्यसको रङ, आकार, मूल्य केहीमा पनि ध्यान नदिनुस्। गाडी आउँछन् जान्छन्, आउँछन् जान्छन्, हो यही प्रकारले विचार पनि आउँछन् जान्छन्, केवल त्यसमा बिना द्वन्द्व, बिना कुनै भाव त्यसलाई आउन र जान दिनेको अभ्यास मात्रै गर्नुभयो भने पनि तपाईलाई अद्भुत अनुभूति हुन्छ। यो भिडियोमा दिएका विधिहरू र अझै दिँदैछु मैले, यसलाई हल्का हल्का अभ्यास गर्दा तपाईलाई के अनुभव हुन्छ तल कमेन्ट पनि गर्नुहोला। अर्को बुँदा ध्यान दिउँ। ध्यानलाई सरल विधिले सिक्नको लागि टाउको टुप्पोदेखि लिएर कम्प्लिट शरीरभित्रका सबै अङ्गहरू, नस नाडीहरूलाई खुट्टाको बुढी औँलासम्म स्क्यान गर्न सिक्नुहोस्। त्यो भनेको के हो? 1 मा तपाईले शरीरलाई रिल्याक्स गर्ने, 2 मा श्वासमा ध्यान दिने, 3 मा शरीरका हरेक पार्ट्स अङ्गहरूलाई अझै लुज, अझै रिल्याक्स गरेर छोडिदिने र आफ्नो मनको शक्तिले शरीरभित्रका नसाहरूलाई कम्प्लिट रूपमा विचारद्वारा स्क्यानिङ गरिदिने अभ्यास गर्न सक्नुहुन्छ। तपाईले जबसम्म भिजुअलाइजेसनको अभ्यास गर्नुहुन्न ध्यान लाग्दैन। यो चाहिँ कडी कडाउ पोइन्ट हो। ध्यान एक विचार वा कल्पनाको सुन्दर दुनिया हो। त्यसैले तपाईले सुरुवातमा ध्यान आँखा बन्द गरेर गर्न सक्नुहुन्छ, तर इन्टरमिडिएट र एडभान्समा आँखा खुला गरेर सिक्ने हो। आँखाद्वारा हामीले परमात्मिक श्रेष्ठ ईश्वरीय ऊर्जा लिएर अरूलाई हामीले एनर्जी आँखाबाट दिने हो। केवल तपाईले भगवानबाट शक्ति लिनुभयो तर अरूलाई दिनु भएन। एनर्जी एकुमुलेटेड हुन्छ। जसरी हिमालबाट झरेको स्वच्छ पानी एउटा पोखरीमा जम्मा भयो भने त्यहाँ किराहरू लाग्छ। यो एनर्जी फ्लो भइराख्नुपर्छ, यो विशेषता हो। धेरै योग ध्यान सिकाउने संस्थाहरूमा यो अभ्यास कम हुने गरेको मैले पाएको छु। आँखा केवल बन्द गरेर बस्नु ध्यान होइन। फेरि रिपिट गरेँ, एनर्जी ऊर्जा आँखाबाट, हत्केलाबाट र खुट्टाको बुढी औँलाबाट बाहिर गइराखेको हुन्छ। सबै छोडिदिनुहोस्। तपाईँले आँखाको दिव्य दृष्टिद्वारा अनेक भड्किएका आत्माहरूलाई, अनेक दिग्भ्रमित नकारात्मक चिन्तन भएकालाई हामीले सेवा दिनुपर्छ। जसरी पावर हाउसमा, हाइड्रो पावर हाउस भनौँ, शक्ति एनर्जीको सुरुवात हुन्छ र सहरभरि, बस्तीभरि, देशभरि इलेक्ट्रिक ऊर्जा जान्छ, सम्प्रेषण हुन्छ।
भगवान सबैभन्दा ठुलो सर्वोच्च शक्तिको स्रोत हुनुहुन्छ। उहाँबाट तपाईले शक्ति लिएर अरूलाई दिनुपर्छ। त्यस कारणले सवाल के रह्यो, सुरुमा आँखा बन्द गरेर बिस्तारै आँखा खोलेर ध्यान, किनकि ध्यान अटो पाइलटमा जानुपर्छ। हजुर हिँड्दा बस्दा डुल्दा इभन निद्रामा पनि तपाईँ ध्यानयुक्त हुनुपर्छ। बुझ्नुभयो? सुरुवातमा तपाईँले मुद्राद्वारा गर्नुहोला, तर यसलाई जीवन पर्यन्त नगराउनुहोला, किनकि हामी कर्मशील भइराख्नुपर्छ। हामी कर्मयोगी अभ्यास गर्नुपर्छ। हामी हिँड्नुपर्छ, डुल्नुपर्छ, गतिविधिहरू गर्नुपर्छ। ध्यानयुक्त भएर गर्नु अति श्रेष्ठ जीवनशैली हो। अर्को महत्त्वपूर्ण कुरा हो सी इनसाइड यु, अर्थात् हजुरले आफू भित्र देख्ने कलाको विकास गर्नुहोला। आँखाले बाहिरी दुनियाँ देख्छ जो डिस्ट्रक्टिभ वा नाशवान हुन्छ, तर मनले भित्री दुनियाँ देख्छ जो सत्य, शाश्वत र अविनाशी हुन्छ। तपाईँ अविनाशी चेतना हो। त्यसैले तपाईँ बडी कन्सियसनेसबाट, शरीरको चेतनाबाट भित्र दिव्यतामा जानुहोला। त्यहाँ भेटिन्छ सुख, शान्ति, समृद्धि। त्यसैले मनद्वारा आत्मा परमात्मालाई देख्ने कला, आफूभित्रका दिव्य गुणलाई देख्ने कला र आफू आफैमा बाँच्ने कला ध्यान हो। एक प्योर र ओरिजिनल संस्कार बाहिरी दुनियाँबाट भित्री दुनियाँमा, आफ्नो दुनियाँमा ल्याउने विधाको अभ्यास पनि हजुरले गर्नुहोला। ध्यानमा लगनशीलता चाहिन्छ, अनुशासन चाहिन्छ र धैर्यता चाहिन्छ। त्यसैले जबसम्म तपाईँमा अनुशासन र धैर्यता हुँदैन, ध्यान लाग्ने त कुरै भएन नि त। ध्यान मतलब धैर्यतापूर्वक अनुभूति गर्ने एक सुन्दर विधा, एक श्रेष्ठ उच्च विधा। अनि तपाईँ फ्लेक्जिबल पनि हुनुपर्छ। फ्लेक्जिबल, तनको फ्लेक्जिबल प्लस मनको फ्लेक्जिबल। मनको फ्लेक्जिबल भनेको के हो भने हामीमा जति धेरै अक्कडपन हुन्छ, आफ्नोपन मात्रै हुन्छ, जिद्दीपन हुन्छ, ध्यान लाग्दैन। तपाईँ जति सरल बन्नुहुन्छ त्यति राम्रो हुन्छ। जीवनमा सबैभन्दा कठिन काम सरल बन्नु हो। सरलताको अभ्यास ध्यानको अभिन्न अङ्ग हो। एक तरिकाबाट ध्यान लागेन नहात्तिनुहोस्, अर्को तरिका अवलम्बन गर्नुहोस्। अर्कोबाट पनि सफलता भएन, केही छैन, अर्को अवलम्बन गर्नुहोस्। तर ध्यान सिकेरै छाड्छु, ध्यानको एक सुप्रिम सर्वोच्च अनुभूति गरेरै छाड्छु भन्ने सङ्कल्प लिनुहोस्। तपाईँको सङ्कल्पमा शक्ति हुन्छ। विश्व ब्रह्माण्डले त्यसलाई पुरा गरिदिएरै छाड्छ। आशावादी बन्नुहोस्। म हजुरलाई यही सन्देश दिन्छु कि ध्यान सरल हुन्छ, तर सुरुमा जटिल लाग्छ। त्यसैले हजुरले यही मूल मन्त्र बनाउनु होला। यो सरल विधिको सरलतापूर्वक अनुभूति गर्नलाई सुरुमा जटिल अनुभव हुन्छ, तर नथाक्नु होला। अनि विचारलाई तटस्थ भई हेर्ने अभ्यास अत्यन्तै जरुरी हुन्छ। त्यसकारणले फेरि म भन्छु, तपाईँको चेतन मनको अभ्यास के हो? चेतन मनले तपाईँलाई ध्यानमा जान दिँदैन, तर ध्यानमा जाने मार्ग चेतनबाटै हो। यसको मतलब प्रश्न, शङ्का, विश्लेषण, तर्क, खण्डन, नकारात्मकता, यही नै के हो? ध्यानमा जाने पहिलो मार्ग हो। यसबाट तपाईँ भित्र छिरे पश्चात मात्रै तपाईँले के देख्नुहुन्छ? आफूलाई देख्न थाल्नुहुन्छ। याद गर्नुहोस्, हजुर जहिले पनि अति सफा, निर्मल, शान्त र सत्य हुनुहुन्छ। तपाईँभित्र सत्यता बाहेक केही पनि हुँदैन, तर त्यसलाई नदेख्नु नै के हो? हामी आफ्नो जीवनमा नआएको हो, ध्यान नदिएको। अब फाइनल पोइन्ट, तपाईँ बडीबाट डिट्याचमेन्टको अभ्यास पनि के हो? ध्यानको अभिन्न अङ्ग हो। अर्थात् जबसम्म हामी शरीरको फिलिङमा हुन्छौँ, तपाईँलाई ध्यानको अनुभूति हुँदैन। बिस्तारै बिस्तारै हामी बाहिरी दुनियाँबाट मनको शक्तिद्वारा, बुद्धिको शक्तिद्वारा, चेतनाको शक्तिद्वारा हामी शरीरमा आउँछौँ। शरीरबाट हामी पार्ट्स र अङ्गमा आउँछौँ। अङ्गबाट पनि हामी भित्र सेलमा जान्छौँ। सेलबाट अझै भित्र हामी डिएनए जिन हुँदै न्युरोन्सबाट म्यासेज पास गरिदिन्छौँ शरीरभित्र, र हामीले सेललाई चार्ज गर्छौँ। करिब 86 देखि 130 बिलियन्स न्युरोन्सभित्र तपाईँले म्यासेज मजासँग ट्रान्सफर गर्न सक्नुहुन्छ। जब तपाईँ ध्यानको यस्तो अनुभूति हुन्छ नि, तपाईँलाई बाहिरी दुनियाँमा धेरै भड्किने फुर्सद नै हुँदैन क्या। तपाईँ सच्चा कर्ममा, जागिरमा, बिजनेसमा व्यस्त हुनुहुन्छ। आफ्नो जीवन बनाउनको लागि नै फुर्सद हुँदैन। त्यसकारणले तपाईँको टाइम म्यानेजमेन्टको सर्वश्रेष्ठ कला हो ध्यान। भिडियो हेरिराख्दा तपाईँको मनमा कस्तो भावना उत्पन्न भयो, म कमेन्टको आशा गर्छु। अनि राम्रो चिज बाँडे राम्रै चिज आफूमा आउँछ, यो त विश्व ब्रह्माण्डको नियम हो। भिडियो बाँडिदिनु हुनेछ, सेयर गरिदिनु हुनेछ। ऋषि न्यौपाने च्यानलमा गएर थुप्रै भिडियो हेरेर हजुरले धेरै लाभ लिन सक्नुहुन्छ। अमूल्य समय प्रदान गरिदिनु भयो। म हजुरको
यो समयलाई उच्च सम्मान गर्दै अर्को सुन्दर भिडियोको साथमा तपाईँ समक्ष उपस्थित हुने बाचा सहित अहिलेलाई बिदा हुन्छु। हवस् त, नमस्ते।